नमस्ते सम्पूर्णमा आजको भिडियोमा हामी शिक्षक अध्यापन अनुमति पत्र निमावि तहको केही महत्त्वपूर्ण प्रश्न उत्तर सेट लिएर उपस्थित भइसकेका छौं। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला भन्दै भिडियो सुरु गरौँ। प्रश्न नम्बर 1, नेपालको संविधानले सरकारी कामकाजको भाषाका सन्दर्भमा कस्तो व्यवस्था गरेको छ? अप्सन 1, देवनागरी लिपिमा लेखिने भाषा सरकारी कामकाजको भाषा हुनेछ। बी, देवनागरी लिपिमा लेखिने नेवारी भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ। सी, देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ। डी, नेपालका बोलिने सबै मातृभाषाहरूबाट सरकारी कामकाज सञ्चालन गर्न सकिनेछ। यसको सही उत्तर रहेको छ सी, देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ। प्रश्न नम्बर 2, सर्वाङ्गीण राष्ट्रिय शिक्षा समिति 2018 अनुसार विद्यालय शिक्षाको संरचना कुन हो? अप्सन ए 3+4+3, बी 3+2+3+2, सी 5+5, डी 5+6। यसको सही उत्तर रहेको छ 5+6। प्रश्न नम्बर 3, शिक्षा ऐन 2028 किन जारी गरिएको हो? अप्सन ए राष्ट्रिय शिक्षा परिषद योजना अनुरूप विद्यालयहरूमा दिइने शिक्षाको व्यवस्थापन गर्न, बी राष्ट्रिय विकासका लागि आवश्यक जनशक्ति तयार गर्न, सी हाल सञ्चालन भइरहेको विद्यालयहरूको व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शिक्षाको विकास गर्न, डी माथिका सबै। यसको सही उत्तर रहेको छ माथिका। यसको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 4, माध्यमिक तहको शिक्षकलाई कति महिना बराबरको तलब रकम उपचार खर्च बाबत दिइने व्यवस्था छ? अप्सन ए आखिरी 12 महिना, बी आखिरी 18 महिना, सी आखिरी 21 महिना, डी आखिरी 24 महिना। यसको सही उत्तर रहेको छ आखिरी 12 महिनाको तलब चाहिँ उपचार खर्च बाबत दिइने व्यवस्था गरिएको छ। प्रश्न नम्बर 5, कार्य सम्पादनका आधारमा सुपरिवेक्षक र पुनरावलोकन समितिले मूल्याङ्कन गर्ने आधारहरू कतिवटा रहेका छन्? अप्सन ए 4 वटा, बी 6 वटा, सी 8 वटा, डी 10 वटा। यसको सही उत्तर रहेको छ 8 वटा। प्रश्न नम्बर 6, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावलीमा कति दफा रहेका छन्? अप्सन ए 16 वटा, बी 23 वटा, सी 33 वटा, डी 41 वटा। यसको सही उत्तर रहेको छ 23 वटा। प्रश्न नम्बर 7, स्थानीय सरकार सञ्चालन ऐन 2074 मा गाउँपालिका तथा नगरपालिकाको शिक्षा सम्बन्धी अधिकार कतिवटा तोकिएको छ? अप्सन ए 9 वटा, बी 19 वटा, सी 23 वटा, डी 33 वटा। यसको सही उत्तर रहेको छ 23 वटा। प्रश्न नम्बर 8, लिच्छविकालको शैक्षिक क्षेत्र हेर्ने प्रशासनिक अङ्ग कुन हो? अप्सन ए अग्रहार, बी जातक, सी दिङलाहार, डी बिहार। यसको सही उत्तर रहेको छ अग्रहार। प्रश्न नम्बर 9, सर्वप्रथम विद्यार्थी भर्ना अभियान मनाउन कहिलेदेखि सुरु गरियो? अप्सन ए विक्रमसम्म 2060, बी 2061, सी विक्रमसम्म 2062, डी विक्रमसम्म 2063। यसको सही उत्तर रहेको छ विक्रमसम्म 2061। विक्रमसम्म 2061 देखि चाहिँ विद्यार्थी भर्ना अभियान सुरु गरियो।
प्रश्न नम्बर 10 विक्रम सम्वत 2078 को राष्ट्रिय जनगणना अनुसार सबैभन्दा कम साक्षर भएको जिल्लाहरूको बढ्दो क्रम कुन हो? अप्सन ए बारा, हुम्ला, सर्लाही, महोत्तरी र रौतहट, बी रौतहट, महोत्तरी, सर्लाही, हुम्ला र बारा, सी बारा, हुम्ला, महोत्तरी, सर्लाही र रौतहट, डी रौतहट, बारा, सर्लाही, हुम्ला र महोत्तरी। यसको सही उत्तर रहेको छ बारा, हुम्ला, सर्लाही, महोत्तरी र रौतहट। प्रश्न नम्बर 11 समावेशी शिक्षासँग नमिल्ने कथन कुन हो? अप्सन ए शिक्षामा समानता समतामूलक अवसर प्रदान गर्दछ, बी शिक्षाबाट वञ्चित भएका बालबालिकाहरूलाई शिक्षाको मूल धारमा ल्याउँछ, सी सबैका लागि शिक्षा भन्ने अवधारणालाई मूर्त रूप दिन्छ, डी मौलिक अधिकार र शिक्षा बीचको दूरी बढाउँछ। यसको सही उत्तर रहेको छ मौलिक अधिकार र शिक्षा बीचको दूरी बढाउँछ। प्रश्न नम्बर 12 राष्ट्रिय शिक्षा नीति 2076 अनुसार अपाङ्गता भएका बालबालिकाहरूको लागि कस्तो व्यवस्था गर्ने व्यवस्था रहेको छ? अप्सन ए लचिलो पाठ्यक्रम तथा पाठ्यपुस्तक, बी वैकल्पिक सिकाइ सामग्री तथा शिक्षण विधि, सी अपाङ्ग मैत्री मूल्याङ्कन प्रक्रिया, डी माथिका सबै। यसको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 13 प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको स्थापना कहिले भयो? अप्सन ए विक्रम सम्वत 2045 11 महिना 12 गते, विक्रम सम्वत 2045 12 महिना 11 गते, विक्रम सम्वत 2045 11 महिना 11 गते, विक्रम सम्वत 2045 12 महिना 12 गते। यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2045 11 महिना 12 गते। प्रश्न नम्बर 14 बालबालिकाले सूचना प्रशोधन गर्न, विभिन्न सूचनालाई संयोजन गर्ने, निर्णय लिन र नयाँ विचार सिर्जना गर्न प्रयोग गर्ने संज्ञानात्मक क्रियाकलापलाई के भनिन्छ? अप्सन ए सोचाइ सिप, बी अन्तर्वैयक्तिक सिप, सी नागरिक सिप, डी वैयक्तिक सिप। यसको सही उत्तर रहेको छ सोचाइ सिप। प्रश्न नम्बर 15 मनोविज्ञानलाई व्यवहारको अध्ययन गर्ने विज्ञानको रूपमा परिभाषित गर्ने पहिलो विद्वान को हुन्? अप्सन ए एमसी डगल, बी बी.एफ. स्किनर, सी जेबी वाटसन, डी जेपी गिलफोर्ड। यसको सही उत्तर रहेको छ एमसी डगल। प्रश्न नम्बर 16 व्यवहारवादी सिकाइ सिद्धान्तलाई ब्ल्याक बक्स थ्योरीका रूपमा चिनिनुको प्रमुख कारण के हो? अप्सन ए नियन्त्रित वातावरणमा सिकाइ हुने भएकाले, बी उत्तेजना प्रतिक्रियाको माध्यमबाट सिकाइ हुने भएकाले, सी वातावरणीय प्रभावले अपेक्षित बानी निर्माण गर्न सकिने भएकाले, डी वस्तुगत अध्ययन विधिबाट प्राणीको व्यवहारको अध्ययन गर्ने भएकाले। यसको सही उत्तर रहेको छ नियन्त्रित वातावरणमा सिकाइ हुने भएकाले। प्रश्न नम्बर 17 जीन पियाजेका अनुसार बालबालिकाहरूले कुन विकासात्मक चरणमा इशारा सङ्केत तथा हाउभाउबाट सञ्चार गर्दछन्? अप्सन ए सांवेदिक क्रियात्मक चरण, बी ठोस क्रियात्मक चरण, सी पूर्व क्रियात्मक चरण, डी औपचारिक क्रियात्मक चरण। यसको सही उत्तर रहेको छ सांवेदिक
क्रियात्मक चरणमा। प्रश्न नम्बर 18 पजल बक्सको प्रयोग गरिएको सिकाइ सिद्धान्त कुन हो? अप्सन ए शास्त्रीय सम्बन्ध सिकाइ सिद्धान्त, बी कार्यपरक सम्बन्ध सिकाइ सिद्धान्त, सी प्रयत्न र भुल सिकाइ सिद्धान्त, डी ग्याग्नेको बहु सिकाइ सिद्धान्त। यसको सही उत्तर रहेको छ प्रयत्न र भुल सिकाइ सिद्धान्त। प्रश्न नम्बर 19 सिकाइ सहजीकरणमा कस्ता पुनर्बल प्रयोग गर्नु राम्रो मानिन्छ? अप्सन ए सकारात्मक पुनर्बल, बी नकारात्मक पुनर्बल, सी प्राथमिक पुनर्बल, डी सहायक पुनर्बल। यसको सही उत्तर रहेको छ सकारात्मक पुनर्बल। प्रश्न नम्बर 20 सिकाइमा उत्प्रेरणा बढाउने उपायहरू के हुन्? अप्सन ए रुचि, उपलब्धि र प्रतिस्पर्धा, बी उत्सुकता, सहयोग र सहकार्य, सी खोज, पुरस्कार र दण्ड, डी माथिका सबै। यसको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 21 साझा लक्ष्य र उद्देश्य प्राप्तिका लागि निश्चित भौगोलिक क्षेत्रमा एकीकृत भएर बस्ने व्यक्ति र व्यक्तिहरूको समष्टि रूपलाई के भनिन्छ? अप्सन ए समाज, बी समुदाय, सी सहभागिता, डी आत्मीयता। यसको सही उत्तर रहेको छ समाज। प्रश्न नम्बर 22 विद्यालयको विकासमा समुदायको सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ? अप्सन ए विविध शैक्षिक विषयको छलफल तथा अन्तर्क्रिया गरेर, बी विद्यालय सञ्चालन तथा व्यवस्थापनमा आर्थिक स्रोत जुटाएर, सी विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घ गठन गरेर, डी माथिका सबै। यसको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 23 विद्यालय सुधार योजना एसआइपी निर्माण गर्न गठित कार्यदलको संयोजक को रहने व्यवस्था रहेको छ? अप्सन ए प्रधानाध्यापक, बी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, सी स्थानीय शिक्षा अधिकृत, डी शिक्षक अभिभावक सङ्घको प्रतिनिधि। यसको सही उत्तर रहेको छ प्रधानाध्यापक। प्रश्न नम्बर 24 शिक्षकलाई पेशागत विकास तालिम किन दिइन्छ? अप्सन ए शिक्षाका अपेक्षित लक्ष्य तथा उद्देश्य पूर्तिमा सहयोग पुर्याउन, बी कठिन परिस्थितिमा पनि निरन्तर शिक्षण गर्न, सी सिकाइमा कमजोर विद्यार्थीको पहिचान गरी उपचारात्मक शिक्षण गर्न, डी माथिका सबै। यसको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 25 शिक्षक पेशागत विकास प्रारूप 2080 अनुसार प्रमाणीकरण तालिममा सहभागीले 65 देखि 80 अङ्कभन्दा कम प्राप्त गरेको छ भने उक्त सहभागीलाई कुन श्रेणीमा राखिन्छ? शिक्षक पेशागत विकास प्रारूप 2080 अनुसार प्रमाणीकरण तालिममा सहभागीले 65 देखि 80 अङ्कभन्दा कम प्राप्त गरेको छ भने उक्त सहभागीलाई कुन श्रेणीमा राखिन्छ? अप्सन ए विशिष्ट सहितको प्रथम श्रेणी, बी प्रथम श्रेणी, सी द्वितीय श्रेणी, डी तृतीय श्रेणी। यसको सही उत्तर रहेको छ द्वितीय श्रेणी। प्रश्न नम्बर 26 विद्यालयको वास्तविकता पहिचान गर्ने प्रमुख आधार कुन हो? अप्सन ए कक्षा अवलोकन, बी स्थलगत अवलोकन, सी नमुना शिक्षण, डी मेन्टरिङ। यसको सही उत्तर रहेको छ स्थलगत अवलोकन। प्रश्न नम्बर 27
विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा सिकाइ सहजीकरणको मुख्य जिम्मेवारी कसको हुन्छ? अप्सन ए शिक्षक, बी प्रधानाध्यापक, सी विद्यालय व्यवस्थापन समिति, डी स्थानीय तह। यसको सही उत्तर रहेको छ शिक्षक। प्रश्न नम्बर 28 राष्ट्रिय शिक्षा नीति 2076 मा गुणस्तरीय शिक्षाको सम्बन्धमा केका आधारमा शिक्षकको निरन्तर पेशागत विकास कार्य सञ्चालन गर्ने नीति लिएको छ? राष्ट्रिय शिक्षा नीति 2076 मा गुणस्तरीय शिक्षाको सम्बन्धमा केका आधारमा शिक्षकको निरन्तर पेशागत विकास कार्य सञ्चालन गर्ने नीति लिएको छ? अप्सन ए शिक्षक सक्षमताको आधारमा, बी पेशागत विकासका आधारमा, सी शैक्षिक सुशासनको आधारमा, डी विद्यार्थीको सिकाइ उपलब्धिका आधारमा। यसको सही उत्तर रहेको छ शिक्षक सक्षमताको आधारमा। प्रश्न नम्बर 29 विद्यालयको कार्य सम्पादन परीक्षणको लगानी उपक्षेत्र शिक्षण अन्तर्गत कतिवटा सूचक रहेका छन्? विद्यालयको कार्य सम्पादन परीक्षणको लगानी उपक्षेत्र शिक्षक अन्तर्गत कतिवटा सूचक रहेका छन्? अप्सन ए 5 वटा, बी 7 वटा, सी 12 वटा, डी 16 वटा। यसको सही उत्तर रहेको छ अप्सन बी 7 वटा। प्रश्न नम्बर 30 नेपालमा सुशासन सञ्चालन तथा व्यवस्थापन ऐन 2064 कहिले लागू भयो? अप्सन ए विक्रमसम्म 2064 3 महिना 23 गते, बी विक्रमसम्म 2064 2 महिना 23 गते, सी विक्रमसम्म 2056 10 महिना 23 गते, डीमा रहेको छ 2064 10 महिना 23 गते। यसको सही उत्तर रहेको छ विक्रमसम्म 2064 10 महिना 23 गते। प्रश्न नम्बर 31 सार्वजनिक सेवामा का क्षेत्रमा सेवाग्राहीलाई सुरक्षित गराउने कार्य डटले गर्दछ? अप्सन ए सार्वजनिक सूचना, बीमा रहेको छ नागरिक बडापत्र, सीमा रहेको छ पत्र पत्रिका, डीमा रहेको छ निवेदन तथा उजुरी। यसको सही उत्तर रहेको छ नागरिक बडापत्र। प्रश्न नम्बर 32 कार्यालय व्यवस्थापन अन्तर्गत माथिल्लो तहको कार्यालयले तल्लो तहको कार्यालयलाई सम्प्रेषण गर्ने सूचनाको प्रकृति मूलतः कस्तो हुन्छ? अप्सन ए निर्देशनात्मक, बी सुझावात्मक, सी प्रयोगात्मक, डी अपेक्षात्मक। यसको सही उत्तर रहेको छ निर्देशनात्मक चाहिँ हुन्छ। प्रश्न नम्बर 33 कक्षा कोठा व्यवस्थापन भनेको के हो? अप्सन ए कक्षा कोठा बालमैत्री सिकाइ र सिकाइजन्य क्रियाकलाप केन्द्रित बनाउने कार्य, बी सहज सिकाइका लागि भौतिक, शैक्षिक र मनोवैज्ञानिक पक्षहरूको संयोजन गर्ने प्रक्रिया, सी आवश्यक स्रोत साधनको उच्चतम प्रयोग गरी सहज सिकाइका लागि वातावरण निर्माण गर्ने कार्य, डी माथिका सबै। यसको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 34 बालमैत्री विद्यालयको सिकाइ वातावरण कस्तो हुन नराम्रो मानिन्छ? अप्सन ए सुरक्षित र स्वस्थ, बी रुचि, क्षमता र स्तरको कदर, सी भेदभाव सहितको व्यवहार, डी बालमैत्री पाठ्यक्रम प्रयोग। यसको सही उत्तर रहेको छ भेदभाव सहितको व्यवहार। प्रश्न नम्बर 35 बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप 2067 अनुसार कतिजना विद्यार्थीको लागि एक डेस्क बेन्च हुनुपर्ने अपेक्षा गरेको छ? अप्सन ए प्रति व्यक्ति,
बी 2 जना, सी 3 जना, डी मा रहेको छ 4 जना। यसको सही उत्तर रहेको छ प्रति विद्यार्थी। प्रश्न नम्बर 36 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार माध्यमिक शिक्षातर्फ प्राविधिक तथा व्यावसायिक शिक्षाको कक्षा 12 मा सामाजिक विषयको पाठ्य घण्टा कति हो? अप्सन ए 3 घण्टा, बी 4 पाठ्य घण्टा, सी 5 पाठ्य घण्टा, डी मा रहेको छ 6 पाठ्य घण्टा। यसको सही उत्तर रहेको छ 3 पाठ्य घण्टा चाहिँ सामाजिक अध्ययनको लागि रहेको छ। प्रश्न नम्बर 37 सक्षमतामा आधारित पाठ्यक्रमको मुख्य उद्देश्य के हो? अप्सन ए समय र परिस्थिति अनुसार समायोजन हुन सक्ने बनाउने, बी समसामयिक सन्दर्भ अनुकूल व्यवहार प्रदर्शन गर्न सक्ने बनाउन, सी अन्तर्निहित प्रतिभाको प्रस्फुटन गरी व्यक्तित्व विकासमा सहयोग गर्न, डी समसामयिक ज्ञानको बोध तथा अभिव्यक्तिको क्षमताको विकास गराउनु। यसको सही उत्तर रहेको छ समय र परिस्थिति अनुसारको समायोजन हुन सक्ने बनाउनु। प्रश्न नम्बर 38 काल्पनिक रूपमा सोच्ने, क्रियाशील रूपमा नयाँ विचार वा दृष्टिकोण खोज्ने, समस्याहरू वा समाधान परिवर्तनात्मक बनाउने र जोखिम उठाउने योग्यता कुन सिप अन्तर्गत पर्दछ? काल्पनिक रूपमा सोच्ने, क्रियाशील रूपमा नयाँ विचार वा दृष्टिकोण खोज्ने, समस्याहरू वा समाधान परिवर्तनात्मक बनाउने र जोखिम उठाउने योग्यता कुन सिप अन्तर्गत पर्दछ? अप्सन ए प्रयोग सिप, बी सिकाइ सिप, सी रचनात्मक सोचाइ सिप, डी समालोचनात्मक सिप सोचाइ सिप। यसको सही उत्तर रहेको छ रचनात्मक सोचाइ सिप। प्रश्न नम्बर 39 प्रश्न उत्तर विधिमा प्रश्न गर्दा उपयोग मानिने प्रविधि कुन हो? अप्सन ए एप्पल टेक्निक, बी टिपिएस टेक्निक, सी केडब्लुएल टेक्निक, डी अल अफ एबभ। यसको सही उत्तर रहेको छ एप्पल टेक्निक। प्रश्न नम्बर 40 विद्यार्थीहरू सम्बन्धित क्षेत्रमा गई प्रश्नावली अन्तर्वार्ता तथा अवलोकनको माध्यमद्वारा तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी निष्कर्ष प्रस्तुत गर्ने विधि कुन हो? अप्सन ए खोज विधि, बी छलफल विधि, सी समस्या समाधान विधि, डी सर्वेक्षण विधि। यसको सही उत्तर रहेको छ डी सर्वेक्षण विधि। प्रश्न नम्बर 41 प्राथमिक तहको कक्षा 1 देखि 3 मा गरिने विद्यार्थी मूल्याङ्कनको सन्दर्भमा कुन भनाइ ठिक छ? अप्सन ए कक्षा 1 देखि 3 मा मूल्याङ्कनलाई कक्षा क्रियाकलापको अङ्कका रूपमा प्रयोग गर्नुपर्दछ, बी कक्षा 1 देखि 3 का प्रत्येक विद्यार्थीहरूको कार्य सञ्चिका व्यवस्थित गरी राख्नुपर्दछ, सी विद्यार्थीको मूल्याङ्कनमा यथाशक्य वास्तविक कार्य समावेश गर्न उपयुक्त हुनेछ, डी माथिका सबै। यसको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 42 माध्यमिक तहमा आन्तरिक मूल्याङ्कनबाट कति प्रतिशत भारको मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ? अप्सन ए 20%, बी 25%, सी 30%, डी 50%। यसको सही उत्तर रहेको छ 50%। प्रश्न नम्बर 43 दिएको स्तम्भ क र स्तम्भ ख का विषयवस्तुहरू बीचको उपयुक्त जोडा कुन हो? स्तम्भ क कार्यमूलक अनुसन्धान, अमा रहेको छ प्राकृतिक अध्ययन, आमा रहेको छ गहिराइपूर्ण अध्ययन, इमा रहेको छ तत्कालीन समस्या समाधान।
यसमा अप्सन रहेको छ 2 मा रहेको छ घटना अध्ययन र यसको अप्सन ए मा रहेको छ 1 को अ 2 को आ र इ। त्यसैगरी ख मा रहेको छ 1 को अ 2 को इ र आ। ग मा रहेको छ 1 को आ र इ 2 को अ र डी मा रहेको छ 1 को इ 2 को अ अनि आ। यसको सही उत्तर चाहिँ कार्यमूलक अनुसन्धान भनेको तत्कालीन समस्या समाधान भयो। त्यसपछि घटना अध्ययन भनेको प्राकृतिक अध्ययन पनि भयो र गहिराइपूर्ण अध्ययन पनि भयो। प्रश्न नम्बर 44 घटना अध्ययनको पहिलो चरणमा कुन कार्य गरिन्छ? अप्सन ए उद्देश्य निर्धारण, बी समस्या पहिचान, सी तथ्याङ्क सङ्कलन, डी समस्याको अध्ययन विश्लेषण। यसको सही उत्तर रहेको छ समस्या पहिचान चाहिँ गरिन्छ। प्रश्न नम्बर 45 अनुसन्धानमा समस्याको समाधानका क्रममा अनुसन्धानकर्ताले गरेको पूर्व अनुमानलाई ... भनिन्छ अथवा हो। अप्सन ए परिकल्पना, बी उद्देश्य निर्धारण, सी साहित्यको पुनरावलोकन, डी अनुसन्धानको सीमा। यसको सही उत्तर रहेको छ परिकल्पना। प्रश्न नम्बर 46 www को पूरा रूप के हो? अप्सन ए वर्ल्ड वाइड वेब, बी वर्ल्ड वेब वाइड, सी वर्ल्ड वाइड वर्ल्ड, अर्को रहेको छ वर्ल्ड वाइड वर्ल्ड र यसको सही उत्तर रहेको छ वर्ल्ड वाइड वेब। प्रश्न नम्बर 47 विद्यालय क्षेत्र सुधार कार्यक्रमले शिक्षण सिकाइ क्रियाकलापको अभिन्न अङ्गका रूपमा ... को विकास गर्ने व्यवस्था गरेको छ। अप्सन ए सूचना तथा सञ्चार प्रविधि, बी बालमैत्री शिक्षण विधि तथा कार्यकलाप, सी कार्यमूलक सिकाइ र सृजनात्मक कार्य, डी माथिका सबै। यसको सही उत्तर रहेको छ सूचना तथा सञ्चार प्रविधि। र आजको लागि यति नै थियो। बाँकी अर्को भेटमा गरौँला र अर्को सेट लिएर उपस्थित हुने नै छु भन्दै आजको भिडियोबाट बिदा चाहन्छु। धन्यवाद।